good morning everyone. Once again, welcome back to my channel. अब चाहिँ उठ्नुपर्छ, पानी लिनु जानुपर्छ, छिटो छिटो गर्नुपर्छ र आजको भिडियो चाहिँ मेरो रुमबाट हुनेछ किनभने मेरो रुममा मेरो साथीहरु आउँछ आज चाहिँ हाम्रो सानो प्लान छ कि त्यो भएर so stay tuned for that. रही चटाक छिटिक what I've got. अब चाहिँ हालत पतला हुन गइरहेको छ 40 50 60 लिटर पानी एक देशबाट बोक्दा चाहिँ खत्तु हुन्छ 10 15 वटा आम्मा काउ काउ अब यहाँनिर नजिकको धारामा छैन पानी अब कहाँ माथि जान्छ ये देखो अब सबै बोकेर लानुपर्छ चलहरु नानाको पनि लिएर छु इधर छ इधर 10 लिटरकोहरु ये देखो आंटी अगाडि अगाडि सयाउनु छ हो अलिक भोलि पछि त नि अब साह्रो पर्छ नि बोकेर सिङ्गी उकालो एक देश पानी यत्रो छ प्रभुजी कहाँ तलबाट हत्तु भला देखो पानी चाहिँ यत्रो थाप्नुपर्छ यति अहिले चाहिँ पानी लिएर हत्तु गरम भएर चाहिँ पानी पिउँदै बसिरहेको छु पानी नै पिउँदै मेरो साथीहरु आइपुगेको छैन यति बेलासम्म पनि उनीहरु कता गयो ओके त त्यसो भए म अब काम गर्दै गर्छु हेर के साला यिनीहरु भरभर रातभरि सुत्दैन यिनीहरु बिहान ढिलो उठ्छ हामी कति भन्दा गाडी रेडी छ सबै रेडी बनाएर भगवान म त मोड्छु कुडी हुन्छ कुडी यस्तो टाढोदेखि आए म यत्रो वेट गरेर गाडी पर्खे के गरेको छैन के गर्नु हेर्न के गर्नु वेलकम छु तिमीहरुलाई मेरो घरमा हो कस्तो काम गरे बसेको म यहाँ कहाँबाट पानी लिएर मेरो साथीहरु यस्तो छ कि यस्तो अरे मलाई हो त अघि आन्टीले लाग्यो चुइङगम एक्लै चुइङगम घिचिरहेको म त्यस्तो खाँदिनँ नि त मेरो फिलअपले गर्दाखेरि भन्छु गाइस म त्यस्तो खाँदिनँ चुइङगम खाँदिनँ ए मार्क्स गरिहाल्छु ल नजिक अलिक राम्रो हुन्छ त हेर्नुहोस् न कपाल काटेको तर के हो गाइस हिजो जस्तो प्लान भएको थियो कि अन्त म चाहिँ दुध लिएर आउँछु भनेको थिएन अन्तखेरि चाहिँ के भयो भने नि म चाहिँ हिजो बेलुका मैले आमालाई भनिनँ नि त होइन आमा दुध ल्याइदिइराख्नुहोस् भोलि साथीको म लान्छु भनेर अन्तखेरि चाहिँ बिहान चाहिँ म चाहिँ नि 8 बजी उठी पठाइछु 8 बजी उठी पठाइछु कि अन्तखेरि चाहिँ म बिम्जे होइन यसो घडी हेर्दाखेरि त ल्या अन्त के भन्नु भने आमा दुध लिनु जानुभयो भने होइन त्यहाँदेखि गएँ अरे के भन्नु सकिनँ किनकि मैले दुध लिएर आउँछु चिया बनाउनु खानुपर्छ गाइस पक्का नेक्स्ट टाइम त मैले उसिनेको छु आलु म्याम चाहिँ बसिरहेको छ म्यामको चाहिँ काम छैन उसको त बस्नु थियो पकाउँदैछ पानी म बस्छु जहिले म आउँछु म खान्छु अनि म जान्छु काम छैन म किनकि अब टाढोबाट आउँछु नि त जहिले म पुरा थाक्दिन्छ उनीहरूको चाहिँ पल्लोपट्टि हो यो पुच्काको रोटी अब गर्नुपर्छ म गर्छु यो ल तिमी के गर्ने त्यहाँ धनिया सफा गर न बिचारा 20 रुपियाँको गुड हो
गाइस प्रीतिका चाहिँ यहाँ काम गर्दैछ आलु केलाउँदैछ आलु रिप्सु मेता हेर तिमी चाहिँ के गरेको भन्दियो के को चिया मेरो साथीहरू त्यस्तो कामकारी छ कि यहाँ रिप्सुमको चाहिँ चिया बनिँदैछ हो हामी चाहिँ मिल्क टी खाँदैन किनकि मलाई ग्यासको बिमारी छ अन्तखेरि चाहिँ म चाहिँ जहिले पनि ब्ल्याक टी खान्छु त्यो पनि नो सुगर मेरो साथीले भनिदिइहाल्छ हो बिस्किट कसरी स्क्याम हो कोही छिर न त उनीहरू खिचौँ न एउटा कसरी स्क्याम स्क्याम केही नभए पनि धनिया चाहिँ वर्थित रहेछ 20 रुपियाँ हेरेन त्यो पनि आम्मामा 80 10 20 रुपियाँ यति भएको थियो यी गएर छैन त्यो त साथीहरूले यो चुइङ्गममा पुरा आँखा लगायो कि अब मेरो दाँतमा टालिनु थाल्यो अब फ्याँकिदिएको त्यस्तो अब भने न फ्याँक्नुपर्छ नि यस्तो दाँतमा टालिएपछि चाहिँ अब चाहिँ यही हो फ्याँक्नेपछि त हो ओके गाइज अब हामी खान्छौँ मजाले त्यहाँदेखि चाहिँ भेट्छौँ ल के गर्दा अझै कति छ काम खानु अरे म पनि खानु के त मेरो मिक्स फ्रुट के काम छ अब चाहिँ किन खायो मेरो काम चाहिँ सबै यहाँ चाहिँ चटपटेको मसला मेन इन्ग्रेडियन्ट्स मेन रेडी हुँदैछ रेडी भाइ अझ तिमीहरूलाई म त्यो बजारको त 20-30 रुपियाँको भन्दा बेसी खुवाउँछु यो दामी आज प्रीतिकाको चटपटी आयो प्रीतिकाको चटपटी झटपट तपाईँले खानुभएको हुन्छ भने छटपट लटपट हुनुहुन्छ लटपट डोमाले काट्नु भएको चाहिँ पिया यो के भन्छ ब्रो हजुर ल्यायो निम्बु चाहिँ डोमाले ल्याउँछु चटपटीमा अमिता चाहिँ के हाल्ने अब जलजिरा छ नि तर यहाँ छ हाम्रो खिरा कोरियान्डर्स खोर्सानी सुन न उयो डोबाले दुध ल्याउँछु भन्थ्यो उफर ल्याउँछु क्या है गाइस ये क्या है हमारा झटपट का यहाँ है सामान झटपट दिमागमै चल्दा झटपट आलु मीट राम्रो तिमीहरूलाई त्यसै म कहाँ भन्छु यी खोइ सबुत देखाउँछु नि वाह आज हामी खान्छ नेपालको चटपट है वाह वाह नेपालको चटपटी 50 रुपीस भन्दै थियो है रेडी गाइस अब हाम्रो रेडी हुँदैछ मेन चाहिँ यहाँ छ हाम्रो के भन्ने सेफ भनौँ कि कुक भनौँ कि हाम्रो यो प्रो म्याक्स सेफ यो ऊपर होला हो अब यहाँ हाम्रो छ रेडी हो अब यहाँ छ मेन चटपटेको हुन्छ हो खाएपछि हामी तिनजनै झटपट एकछिन लटपट त्यसरी चल्दिने हो चल्दिने हो त्यस्तो चाहिँ प्रीतिकालाई गुड बाई गरेर हो ऊ के भन्छ खोइ त्यो उयो दिनको लागि यस्तो त गरेको मेरा पत्ता कंधे पे मेरा बस्ता चला जहाँ में ले चला मुझे रास्ता खोइ गीत गाएको बुदो पे नहीं गया समंदर पे ओ इलाही मेरा जी आए इलाही मेरा जी खाइसक्छ कि यत्रो तिनजनाले गाइस रेडी भयो हाम्रो चट्टे को खाने उता खिच्छु त उता हाय गाइस ओके गाइस हाम्रो सबै रेडी भइसक्यो म एउटा काम गरिहाल्छु ल यहाँ चाँडै भिड भएको नि त यसो गर्नु अब यहाँ हाम्रो पुच्काको रस छ है देख्दैन आजको हाम्रो पार्टी गरौँ न थाउने एउटा यसलाई स्क्रिनसट हाल्नुपर्छ यस्तो आए भयो त्यसलाई ओके गाइस लु भनिहालौँ न कस्तो रहेछ न पहिला चटपटी खाउँ होला नि टुट पड़ो गाइस टूट पड़ो किसी का वाह चटपटी
बचेको कमाले दामी टेस्टी सुपर मिठो भयो है मोबाइल मिठो भयो है दामी भयो बजारमा मिठो भएछ के भनेको नि मैले बजारको त मिठो बनाइदियो नि म कुरा नि खान्छु नि त हामी चाहिँ आफू खानु लाग्यो म पड्केको मिलो कतिहरू खोटाले फ्राई गरेको हो सुकेको ओके गाइस ओके साथी हो पुच्का ट्राई गर्नु हामी यहाँ ब्रोलो यो टाढा बस्छ आँखामा के पर्छ भैया जी मुझे भी चाहिए मतलब त्यो उयो पुरा पिरो हुन्छ जस्तो लाग्छ के ए अमिलो हुन्छ जस्तो लाग्छ यो मैले प्राइजमा पनि भिडियो होइन कति साल बाद खाएको मैले दामी भैयाको जस्तो भयो अमिलो अमिलो लागेन भैयाको चटपटी मिस सबैले दाँत सेन्सिटिभ भएर होला हौ पुरा उयो भएको छ अमिलो कति भैयाको चटपटी खान्छ भाबीको पनि खाइदिउँ गाइस मैले पुच्का नखाएको त्यो बजारमा कति भयो फेरि बजारमा त मैले भयो 2 साल 2-3 साल त्यो बिमार 6 महिना मैले खोकेको छु त्यो 3 साल पुच्का खाएर चाहिँ छ्या त्यहाँदेखि चाहिँ बजारमा त म त नखाने बेला भएर मलाई राम्रो दाँत सेन्सिटिभ भएर तिमी सुक्खा खाउँदा सुक्खा पनि दामी छ त्यो भयो सुक्खा ट्राई गर त के भन त पुरा चाहिँ सेन्सिटिभ भएकोले गर्दाखेरि पुरा मलाई साह्रो बनायो एउटा खाँदै कस्तो किडिङ किडिङ भयो अब अर्को खाएन तर पनि खानुपर्छ अब के गर्नु साथीहरूसँग सबै अब यो भरेदमा पनि खानु हुँदैन जस्तो जिन्दगीमा मेरा फलसफा कंधे पे मेरा टाढो हरकत गर्छ नि जुन चाहिँ खानेर उसले के हो चेक गरेको के कहिले दिन कस्तो खाने उयो ल्याएर कस्तो मिठो भयो साथी हुन्छ ओइ मैले चक्कर गरेको बाटमा चटपटी चाहिँ साँच्चै हुँदैन नि हेब्बी मजा आउँछ आज चाहिँ नि सबैले खान्छ चाहिँ बजारबाट ल्याएको जस्तो भएन खै बजारको भन्दा मिठो कि म कस्तो छ अझ कति छ खानु पर्ने मैले चाहिँ खाएको एमबी लागेन त्यो भएन साह्रो छ गाइस हुँदै दोस्तो कैछ के भन्छ हिन्दीमा हिन्दीमा के भन्छ के भन्नु खोज्छ होइन के भन्नु न कोही घर हे होइन खाएको के छ त्यो खानु कैसा होइन पर सोच्दैछु म मुझे सोचने के लिए वक्त चाहिए मेरो चाहिँ एमबी पुरा बाँच्छ गाइस एमबी को क्या करें दोस्तों इधर वाईफाई नहीं है मेरा एमबी तो बहुत जाती है बहुत जल्दी खत्म होती है 19 रुपीज के डालकर 1 GB डालकर मैं गरीब हो चुकी हूँ मेरा हालत देख सकते हो आप गरीब हो चुके हो मैं मेरा सफर कंधे पे मेरा बस्ता ले चला मुझे गीत पनि जाने यार अमिलो है अमिलो भएन अरे अघि अमिलो भएन भनेको कस्तो अमिलो हुँदो रहेछ यस्तो खान्छ मात्र यस्तो हुँदैन यस्तो हुन्छ है यस्तो गालाहरू डिम्पल बस्छ यार हाम्रो त बस्दैन त आज गाइस पुग्छु नि त
गाइस के गर्नु म सानैदेखिको मोटी हो प्रिति जिन्दा प्रिति जिन्दा डिम्पल बसेर खासै जङ्क फुड ज्यादा खाएर होइन खाँदैन तिमी बेसी पहिला सानोमा दोकानमा नि गाइस दोकान थिएन अब रोडमा दोस्तो होइन न दोस्तो ब्रो भन एक दिन बिना किन्दैन भने म हप्ते हुन्छ नि अब रिसाएर चाहिँ घर जान्छु नि त त्यही निक्लेको अहिले चाहिँ मोटो भएर सुन्नुहुँदैछ यस्तोलाई त मोटो भन्छ झन् मोटोलाई मोटो भएछ झन् के हुन्छ होला नि त हालत घटौँ भन्छु खै के हुन्छ भाइ अहिले उमेर खाइराख्नुपर्छ है उमेर बेहेन खाइराख्नु सबैले म पुरा खान्छु गाइस बिहान बेलुका मेरो चाहिँ घरमा यस्तो छ बेलुका म र भाइले म पनि खान्छ होइन मेरो आमाले खानु हुँदैन नि फेरि ठिक उल्टा छ खास मैले गर्नु पर्दैन खाइराख ब्रो हामी त टाइम भयो कि आउनु होइन म त बिहान पनि खान्छु बेलुका पनि खान्छु दिउँसो पनि खान्छु कुनै गाइस त एक्लै बस्दा खालि म्यागी हालिदिन्छु डाउट छ उसको चाहिँ ढाक्नु म्यागी म्यागी बनाउनु नफरत भइसक्यो ल छ्या साँच्चीमै गाइस म चाहिँ म्यागी होइन वाइवाई त्यस्तो खाँदिनँ खालि रामेन खाएर म्यागी मन नफरत भइसक्यो नि म्यागी वाइवाई त्यस्तो मन पर्दैन मलाई खायो भने खालि उयो नफरत हुन्छ कि म्यागी मलाई गन्दा पनि मन पर्ने हुन्छ अनि जोडाको बेला खाएर खाएर ए त्यति बेला खाएर जोडाको बेलामा खाएर त्यस्तै हुन्छ उयो फुल अर्कै खाएको छ हौ अर्को जस्तै कस्तो ब्रो यो अनि त्यस्तै मात्रै खाएको है अर्को खालको सफ्ट खालको दामी ब्रो यो अलिक नराम्रो त्यसो भने कुनि हेऱ्यो माथि आर्मी क्यान्टिन छ नि त्यहाँ चाहिँ एक प्लेट पाउँदो रहेछ हौ पुच्काको पुरी ब्रो मेरो चिया छ चिया मेरो पानी पिता तिमी खाएन म चाहिँ थ्याङ्क यू दिनु पानी देऊ खान्छु पुरा अगाडि तर यहाँसम्म आएर कुहियाको एउटा चम्ची दुधवाला त्यहाँ घरमा माम खाएर चिया खाएर यति चम्ची खाएर आएको म यो खाँदैछ सारा मेरो साथीहरू जानु आँट्यो मलाई एक्लै छोडेर जानु आँट्यो भनेर रोइदिन्छु म त खानु मजा आउँछ नि जाडो भयो अब चाहिँ घाम पनि लाग्नु छोड्यो जाडो पनि स्टार्ट भयो मेरो साथीहरू जुत्ता पनि लगाइसक्यो कसैले चाहिँ लगाइसकेको छैन अब हेर जुत्ता दुधबाट मजा लु जाडो चाहिँ कति छ कालिम्पोङमा लु यहीँबाट चाल पाउन सक्नुहुन्छ है तपाईँहरूले नक्कलमा पढाऊ ब्रो नक्कलमा पढा एकछिन न मेरो के म सक आज म एकदम सक भइरहेको छु ए खुसी छ आज त्यो कुरा चाहिँ भन्नु ह्याप्पी छ 50% राम्रै मान्छेहरूलाई त अब के गर्नु म त केस पनि कोरेको छैन आज यत्तिकै बित्यो दिनहरू मेरो ओके गाइज मजा आयो आज जोड खुवाइ भयो डल्लै खायौँ हामी त बसी आराम सहित मिठो भएको थिएन आज चाहिँ घिनलाग्दो अनुहार गाइस आज यति बेसी खायो कि अब कहाँ पुग्नुपर्छ निरिब्जुम र मेरो त झन् काम छ बजारमा कहाँ पुग्नु त अब त सुत्छु अब भाइ मस्तले पानी लिइजान्छ मेरो पानी सक्यो नि हाल्यो यस्तै चलामा खोला हाल्छौ पानी कस्तो सजिलो जस्तो भाँडा पनि धुनु नदिएको मैले माफी धुन्छु भनेर माफी धुए पनि त खुवाइदिए हामी त निल्लो हो निल्लो चाय पनि दिएको मैले उयो के भन्छ मजा आयो अब हामी चाहिँ भिडियो बनायौँ आज पनि त्यस्तो उयो थिएन नि त है मतलब जाडो आजको जाडो छ त्यही भएर मजा पनि आयो हामी जोड मजा गऱ्यौँ मजा त्यो कतिवटा मोमेन्टहरू चाहिँ हामीले क्याप्चर गर्न सकेन है अब मजा गरेकोहरू है सबै कुरा त क्यामेरामा देख्दैन नि त त्यो हामीलाई त्यो थाहा हुन्छ हाम्रो मेमोरिजमा बसेको हुन्छ त्यो
यहाँ स्टक भए के गर्दैछ खासमा चाहिँ किचनमा उयो, यहाँनिर के भन्छ खासमा चाहिँ हामीले किन यो भिडियो बनाएको भन्दा चाहिँ पछि गएर है हामीलाई हेर्नुपर्छ नि उसले ठुलो टिभीमा हेर्छ अरे ठुलो म टिभीमा चाहिँ हेर्छ त्यस्तो अरे गर्छु गाइस हामी पनि त्यसरी हेर्छौँ पछि गएर अब मतलब अब जेही भए पनि जस्तो भए पनि होइन पछि गएर त अब मेमोरिज हुन्छ नि त कलेज पढ्दाको टाइममा यस गर्ल कलेज पढ्दाखेरि हामी डुलेकोहरू योहरू सो गाइज अब रिप्जुम आउन छिटो त्यहाँदेखि गुड खाएको गाइस लु छिटो खाएर यस्तो साह्रो गुलियो मात्रै खान्छ कि हामी गुलिया खाएर त राम्रै भएको राम्रै ल खायो ओके सो गाइज बाई बाई थ्याङ्क यू एभ्री थ्याङ्क यू एभ्री वान फर वाचिङ वाचिङ अस थ्याङ्क यू थ्याङ्क सी यू सुन के गरेको मैले यस्तो मुखहरू बाई 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 मेरो सबै मुखहरू गइरहेछ सेन्सिटिभ गाइस आज हामी यस्तो गतिकिन्छ ओके बाई 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 1 2 3 अब नेक्स्ट भिडियोमा सी यू सुन भन्ने पनि कस्तो भनेको छ होइन होइन ओके सी यू सुन गाइज बाई बाई स्टे ट्युन फर अनदर भिडियो